कोन्निचिवा मिनासान। आजबाट हामीले कर्मश जापानिज भाषा सुरुवात गर्नेछौँ। N5 सुरु गर्नुभन्दा पहिला हामीले जान्नुपर्ने सबै शब्दको अर्थसहित हिरागाना काताकाना सिक्नेछौँ। हजुरहरूले हाम्रो यस japannepal.com लाई फलो गर्नुहोस्। जापान सम्बन्धी सबै जानकारी अब हजुरहरूलाई हामी गराउनेछौँ। अब हजुर घरमा बसेर पनि जापानिज भाषा सिक्न सक्नुहुनेछ। हिरागाना भनेको के हो, काताकाना भनेको के हो, खान्जी भनेको के हो। हिरागाना जापानिज मूल ध्वनि लेख्ने अक्षर हो। काताकाना विदेशी शब्द लेख्ने जापानिज अक्षर हो। खान्जी अर्थ हुने चिनिया मूलका अक्षरहरू हो। ल अब यहाँसम्म हेरिसक्नुभयो भने तपाईँ जापानिज भाषामा अगाडि बढिसक्नुभयो। फलो गर्न नबिर्सिनुहोस् है। japannepal.com लाई फलो गर्नुहोस्, लाइक कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस् र हजुरहरूले हाम्रो सम्पूर्ण भिडियोहरू डे 1 देखि हेर्दै जानुहोला र हजुरहरूले बेसिक लेभल सिकेर क्लास जोइन गर्न पनि सक्नुहुनेछ। र हजुरहरूले कुनै पनि क्लास जोइन गर्न टाइम हुँदैन, हजुरहरू भ्याउनुहुन्न, हजुरहरू सिटीबाट टाढा बस्नुहुन्छ भने पनि अनलाइन मार्फत हजुरहरूले युट्युब टिकटकमा हेरेर पढ्न पनि सक्नुहुनेछ। र हजुरहरूले हाम्रो भिडियो हेर्दा केही बुझ्नु भएन भने कमेन्ट पनि गर्न सक्नुहुन्छ र डाइरेक्ट हजुरहरूले हामीलाई म्यासेज गरेर पनि यसको बारेमा बुझाइदिनुहोस्, यसको बारेमा भिडियो बनाइदिनुहोस् भन्नुभयो भने हामी त्यसको बारेमा पनि भिडियो बनाउनेछौँ। र हजुरहरूले हामीलाई साथ सपोर्ट गर्नुहोस्, कमेन्ट गर्नुहोस्। कुनै पनि कोही मिस्टेक भयो भने त्यसको पनि हामीलाई कमेन्ट गरेर बताइदिनु होला भन्दै म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।